बाबुकी पुत्री शशिकला राजकुमारीले केसरी जब निवेदन गर्नुभयो भगवतीसँग भन्नुभयो यदि मलाई मेरो जोडा मलाई लिन आएन भनेदेखि यदि मेरो स्वयंवर भएन भनेदेखि उसैसँग भएन भनेदेखि मेरो शरीर आउन सक्दैन हे माता हे आमा रक्षा गरी बस्नु पर्यो भनेर जोडदारसँग भगवतीको ध्यान गर्नुभयो। लौ त यही जब मनसायलाई बुझेर यही भक्तिद्वारा भगवती जगदम्बा भुवनेश्वरी जगतकी मालिकनीले अब चिन्ता नगर भनेर दर्शन दिनुभयो। यतापट्टि काशी राजाले जब छोरीलाई अब भगवतीले दर्शन दिएको जब भगवतीको शक्ति सबै यस्तो रहेछ भन्ने कुरा बुझिसकेपछि अब आफ्नी छोरी शशिकलालाई सबै सखीहरूको साथमा यिनलाई सिंगार पटार गराएर जङ्गलमा जब रहेको मनोरमाको पुत्र सुदर्शन राजकुमार शिक्षा दीक्षाले पूर्ण निपुण भएका भगवतीको परम भक्त भएका सबै ज्ञानले प्रकाण्ड भएका आफूलाई यस्ता व्यक्तिलाई ज्वाइँ बनाउनु पाउँदाखेरिमा मेरो हृदय अत्यन्त पुलकित भएको छ भन्ने बुझेर अहिलेकन काशी राजाका जब नरेश सुबाहुले आफ्नी छोरी शशिकलालाई विवाह गर्नको निमित्त खाँटकाँटसँग सजाएर सबै चारैपट्टिबाट राजा महाराजाहरूलाई पत्राचार गरेका सबैलाई आफ्नी छोरीको विवाहको लागि फलानु मितिमा पाल्नु होला है त भनेर सारा राजकुमारहरू पनि सवारी हुनुभयो। तर राजकुमार बरको अरे भनेर पत्रचारमा लेखिएको रहेछ जो जङ्गलमा बस्नेवाला वनवासी गिट्टा भ्याकुरो चिउरी खाएर बस्नेवाला घोडाहरूमा बस्नेवाला सप्त ऋषि मण्डलको जब आश्रयमा बस्नेवाला तिनै जब दरबारबाट लखेटा गरेर लखेटिएको जसको दरबार छैन घरबार छैन केही छैन त्यस्तो व्यक्तिलाई कसरी राजाले छोरी दिएछन् भन्ने जब आश्चर्य भयो। चारै देशका राजाहरू आफ्ना आफ्ना सङ्गीहरूको साथमा रथी महारथी उपरथी सारथी बाह्यपति गुणपति सन्धिपति महारथीहरू सबैको घेरा लगाएर आए महाराज। अब यतापट्टि महारानी शशिकला को स्वयंवरको लागि जो अहिले विवाह गर्न भनेर जसले भगवतीले दर्शन दिनु भएको छ सुदर्शनलाई उसको सौताको छोरो लीलावतीको छोरो पनि र उसको हजुरबाउ पनि त्यो जङ्गलको वनवासीलाई आज हामीले मार्ने हो। यही काशी नरसको जब राज दरबारमा यसलाई स्वयंवर गर्न आएको बेलामा यिनलाई आमा छोरीलाई यही पक्रेर यही पक्राउ गर्ने हो। यसलाई यही नै लिएर आज सैनिकको साथमा यसलाई मार्ने हो भन्ने विचार गरेछन् र त्यो केटीलाई छिनेर त्यसलाई जब पक्रेर मैले विवाह गर्ने हो मेरो नातिलाई विवाह गराउँछु भन्ने जब प्रण गरेर अहिले लीलावतीको छोरो र उसैको बाउ पनि अयोध्या नगरीबाट बडे शरीरको साथमा बडे गोलीगट्ठाको साथमा लगाएको निमित्त र त्यही केटी शशिकलालाई छिनेर आफ्नो विवाह गर्नुको निमित्त भनेर र त्यो आफ्नो श्रोताको छोरालाई जसलाई वनमा रहेर आजसम्म हामीलाई यत्रो परिश्रम गराएको छ त्यसलाई यही बेलामा पक्राउ गर्ने हो भन्ने विचार गरेछन् र जन्तीको लागि तयारी गरेर सबै चिलेर सवारी भएछन्। यतापट्टि महारानी मनोरमा र राजकुमार सुदर्शनलाई जङ्गलका सप्तऋषि मण्डलहरूले सिँगार पटार गराएर अब के सिँगार पटार गर्ने जङ्गलमा लाउने वस्त्र त्यस्तै लजाउँ विवाहको निमित्त भनेर उतापट्टि बडे वीरहरू शत्रुको घेरा भनेको छ। यदि कसैले पनि तिम्रो छोरोलाई भगवतीको परम भक्त सुदर्शनलाई कसैले छुन सक्यो भनेदेखि कसैले पक्राउ गर्न खोज्यो भनेदेखि अवश्य हामीले तिनलाई जब छोड्नेवाला छैनौँ भन्ने विचार गराएर मनोरमालाई ढुक्क गराएर सप्तऋषि मण्डल भारद्वारी ऋषिहरूले केही हुँदैन तिम्रो पुत्रलाई चिन्ता नगर भनेर ठाँटसँग जब बालकलाई लिएर गजाउनुभयो। अनि गइसकेपछि लौ को छन् त जब विवाहमा भनेर हेर्दाखेरिमा उसैका जब शत्रु घेरा स्वयंवर गर्न भनेर आएका उसैको छोटाको छोरो सौताको बाउ बडे रथी महारथी उपरथी सारथी बाह्यपति गुणपति सेनापति अतिरथी महारथी लिएर आएको अनि अनेक देश विदेशबाट आएका जब हात्तीको सवारी पैदलको बाजा गजाको सवारी बडे सवारी चलाएर आएका तिनै जब महाराज काशी नरेश स्वभावकी छोरी
शशिकलालाई विवाह गर्नुको निमित्त सवारी हुनुभएका सारा राजा महाराजाहरूलाई देखिएर जब सुदर्शन राजकुमारले पनि अब जे भयो केटी कहाँ छन् भन्दा केटी उहाँ स्वयंवर गर्न ठिक्क बसेको छ। हातमा वरमाला लिएर मेरो वनवासी मेरो भगवतीको परम भक्त कहाँ छन् होला कतिखेर आउँछन् होला भनेर महारानी अहिले राजकुमारी शशिकला हातमा वरमाला लिएर भगवतीको कीर्तन गर्दै ध्यान गर्दै रोउनु भएको छ। हरे मणि दीप पासिनी दुर्गा भवानी मणि दीप पासिनी दुर्गा भवानी दर्शन दिनु हामीलाई भन्दै नमानी।